नमस्कार। उहिलेका कुरा अहिलेमा तपाईलाई स्वागत छ। तपाईलाई थाहा छ हाम्रा कतिपय पुराना कुराहरू हामी बिर्सदै जान्छौँ। कुनै कुनै कुरा त यस्तो हाम्रो ऐतिहासिक दस्तावेजमा पनि धेरै भेटिँदैन। त्यो बेला हामीले हाम्रो गाउँघरका बुढापाखा, हजुरबुवा हजुरआमा र आमा बुवाबाट मौखिक रूपले मात्र थाहा पाउने गर्दछौँ। आज हामी तपाईलाई 62 वर्ष अगाडिको सुदूरपश्चिमको महेन्द्रनगरतर्फ लग्दैछौँ। बासठी वर्ष अगाडि सुदूरपश्चिमको महेन्द्रनगरमा मानिसहरू बस्न डराउँथे। त्यहाँ औलो लाग्थ्यो। महामारीको डरले धेरै मानिसहरूको बसोबास नै थिएन र त्यो महेन्द्रनगरलाई बस्न लायक बनाए पल्टा थारूले। विक्रम सम्वत 2065 सालमा पल्टा थारूको स्वर्गारोहण भइसकेको छ। हामीले पल्टा थारूकी श्रीमती फुलबच्चा थारूसँग भेट्यौँ। उहाँ 94 वर्षको पुगिसक्नुभयो। उहाँको सम्झनामा आफ्ना श्रीमानले गरेको कार्य धमिलो सम्झनामा छ। तर उहाँले धेरै बोल्न सक्नुहुँदैन। अहिले पनि फुलबच्चाको अनुहारमा निकै चमक छ। भन्छन् नि, जसको घरमा हजुरबुवा हजुरआमासँग नाति नातिनाहरू हुर्किन्छन् उनीहरूले निकै संस्कार सिक्छन्। त्यसरी नै फुलबच्चाका श्रीमान पल्टा थारूले आफ्ना नातिहरूलाई निकै कुरा सिकाएर गएका छन्। नमस्ते, म उदय थारू, स्वर्गीय लेट जमिनदार पल्टा थारूको नाति, जेठो नाति होइन। अब के छ भन्छ, हरेक चिजको अस्तित्व हुन्छ। हाम्रो अस्तित्व चाहिँ हाम्रै बाजेले जोगाइदिनु भएको थियो। त्यही भएर अब गर्व भन्दा पनि बाजे भएर मात्र हामी छौँ भन्नु यो एउटा भन्न मिल्ने कुरा हो। आफ्नो ऐतिहासिक दस्तावेजहरू देखाएर गएका छन्। बचपनदेखि म बाजेसँग नै सुत्ने, बाजेसँग नै बाहिर यताउता जहाँ पनि बजार जाँदा भयो, अब व्यापार गर्दा जस्तै धान हेर्न खेततिर जाने, सँगै सुत्ने, उनले नै सब चिज। अब के थियो भने उहाँ एउटा मलाई एउटा आफूले देखेको, आफूले भोगेको हरेक चिज मलाई सुनाउनुहुन्थ्यो। उनले आफ्नो जीवनकालमा हाम्रो कति जमिन थियो, के थियो। अब के थियो भने पहिला यो महेन्द्रनगर भनेपछि जङ्गल मात्र। यहाँ जङ्गल बाहेक केही थिएन। एउटा हाम्रो घर अनि मेन आजको जो कबड हल छ, ठ्याक्क कबड हलको यो क्षेत्रीय प्रहरी कार्यालयको पूर्व गेट, ठ्याक्क पूर्व गेटमा हाम्रो घर थियो। यो 2022 साल अघिको कुरा। त्यो बेला अब कबड हल लगायत यो मञ्च भयो, बैजनाथ स्कुल भयो, अनि यो कञ्चन स्कुल भयो, अनि उतातिरको वनखेततिर हाम्रो खेत, अनि लगभग अलमोस्ट यो आधा महेन्द्रनगर भन्दा पनि हुन्छ। जो आजको जो बजार छ त्यो जम्मै लगभग हाम्रै खेत थियो। पछि अब महेन्द्र राजाको सवारी भयो, बजार व्यवस्थापन हुन थाल्यो। त्यसपछि हामीलाई त्यहाँदेखि मुआब्जा दिएर लगभग समथिङ 65 रुपियाँ पर बिघा, मेबी सायद त्यति नै भन्नुभएको थियो। त्यति 65 रुपियाँ पर बिघा हिसाबले हामीलाई मुआब्जा दिएर त्यहाँदेखि उठाइया हो। त्यो बेला पनि 18 सालमै आउनु भएको थियो सायद। त्यसपछि त्यहाँ आइसके सवारी भएको थियो राजाको। त्यो बेला सवारी भएपछि अब ठिक छ, यो ठाउँ राम्रो छ, यहाँ बजार व्यवस्थापन गर्नुपर्छ भनेर त्यहाँनिर बजार व्यवस्थापन भयो। त्यसपछि त्यहाँदेखि हामीलाई अब विस्थापित भनौँ कि के भनौँ, त्यहाँदेखि उठाइयो भनौँ। आजभन्दा 62 वर्ष अगाडि न भिडियो थियो न फोटो थियो। त्यो एउटा फोटो खिच्नको लागि पनि लामो प्रक्रिया अपनाउनु पर्थ्यो। कहाँ होला थाहै छैन। कति वर्ष बताइदिउँ, थाहै छैन वर्षको। पहिला कहाँ थियो, पहिला त यतातिर सब जङ्गलै थियो। पछि बस्यो। बाघ, हात्ती, सबै चिज। डर त लाग्छ। क्या गर्ने हो, आफ्नो खेती सामान
हरना मार के खाए, सुँगुर वनको सबै मारेर खाऊँ। वनको हरना मारे, सुँगुर मारे वनको। पहिला जङ्गल थियो, पछि बस्यो एउटा। हजुरहरूको त धेरै जमिन थियो रे नि त? पहिले थियो, कहाँ थियो धेरै जमिन, पहिले थिएन, पछि बनायो। घुस्री नाई, ऐतपुर। राजाले काटिदियो, थाहै छैन मेरो। घुस्रे भन्यो, जात पुरानो घुस्रे हो। पल्टा थारूको भने एउटा तस्बिर हामीले भेटायौँ। कसरी महेन्द्रनगर बजार घुसडीबाट महेन्द्रनगर भयो। आफ्ना नाति उदय थारूलाई सबै कुरा भने, सबै कुरा देखाए पनि, किनभने उदय आफ्नो हजुरबुवासँग हुर्केका हुन्। अब बाजेहरू 4 भाइ थियो त्यो बेला पनि। अब कस्तो थियो भने हाम्रो बाजेको सबभन्दा जेठो बाजे कल्ठु थारू, अनि उहाँ चाहिँ अलि पोलिटिसियन हुनुहुन्थ्यो। अनि माइला बाजे चाहिँ खेती किसानीमा एकदम डटेर काम गर्ने टाइपका। अनि साइला बाजे चाहिँ जो हाम्रो पल्टा थारू हुन्, उनी चाहिँ अब अलि कता के कोसँग कसरी गर्दा कहाँ मिल्छ के मिल्छ व्यवस्थापन, अब एउटा कुटनीतिज्ञ भनौँ न फ्यामिलीको। अनि एउटा कान्छो बाजे हुनुहुन्थ्यो, उहाँ चाहिँ अब सेक्युरिटी जस्तै के घरको। यसरी नै 4 जना कम्बिनेसन मिलाएर जे भयो एउटा हाम्रो परिवारलाई त्यहाँ महेन्द्रनगर यो जङ्गलको बिचमा पनि जोगाएर राख्नु भएको थियो। यिनीहरूको इतिहास यस्तो छ। नजिक नजिक हाम्रो परिवार मात्र थियो। हाम्रो गाउँमा 2 परिवार मात्र हुन्, एउटा हाम्रो बाजेको परिवार, एउटा अनि बजैको माइतो परिवार, 2 परिवार मात्र हुन्। त्यसपछि फेरि अरू चाहिँ थियो भने ऐतपुरतिर थिए, अनि उता यो मजगाउँतिर थिए, अनि यो जङ्गल आरक्षभित्र जो आजको डेटमा यो शुक्ला फाँटाभित्र सिंहपुर गाउँ, अनि बर्मा बर्कोला तिनी गाउँहरू थिए। अनि यतातिर चाहिँ थिएनन्। ऐतपुर थियो, अनि यो तिलकपुर पनि पछि आएकै गाउँ हो, भगतपुर पनि पछि आएकै गाउँ हो। लगभग त्यो महेन्द्रनगर क्षेत्रमा चाहिँ हाम्रै गाउँ मात्र थियो, हाम्रो 2 घर। हामी लगभग 2050 सालतिर अलमोस्ट 100 जनाको फ्यामिली थियो। त्यो बेला घर हामी अलगिँदा लगभग 6-7 घर भयौँ। 6-7 घर भएपछि त्यति जमिन, जुन जति जमिन थियो त्यति नै जमिन बटवारा गर्दा त्यति जमिनमा खेती गर्नलाई हामीलाई लगभग 3वटा 4वटा ट्र्याक्टर चाहियो। अब जबकि हाम्रो बाजेहरू त्योभन्दा बढी थियो। जब महेन्द्रनगर व्यवस्थापन हुनुभन्दा पहिला हामीसँग लगभग 100 बिघा जमिन, बिघाको त अत्तो पत्तो छैन, कति जहाँसम्म नजर आएछ त्यो सबै हाम्रै जमिन। त्यो बेला पनि बाजेहरू गोरुले जोत्ने क्या। अब बाजे भन्नुहुन्थ्यो हामीसँग 500 एबभ, 500 भन्दा बढी गाई मात्र, 500 भन्दा बढी। गोरुको मतलब छैन। गाई पनि किनकि दुध खानेलाई होइन रे, गोरु जन्माउनलाई। हामीलाई खेत जोत्नु पर्ने छ, खेत जोत्नलाई के चाहियो, गोरु चाहियो। लगभग एक दिनमा एकजनाले 8वटा गोरु थकाउँथ्यो अरे जोत्नलाई। एक दिनमा एकजनाले 4 गोरु थकाउनु भनेपछि एउटा मान्छेमा कति तागत थियो। मैले बाजेलाई एकचोटि सोधेँ कि यही कुरा, होइन बाजे हजुरहरूलाई यति तागत कहाँदेखि आउँथ्यो, जबकि त्यति खेत जोत्न हजुरहरूले गोरुले जोतिहाल्नुहुन्थ्यो। आज हामीले ट्र्याक्टरले खेती गर्न सकिरहेको छैनौँ। त्यो बेला हजुरलाई कहाँदेखि तागत आउँथ्यो भने हजुरले के खानुहुन्थ्यो भन्थे, के खाने के न के, हाम्रो खाना नर्मल सिम्पल थियो अरे। बिहान उठ्ने बित्तिकै के यो जाँड खायो अरे, जाँड हुन्थ्यो, रोटी हुन्थ्यो। जाँड टनाटन खायो, रोटी खायो, हिँड्यो खेततिर 5-6 बजीतिर। त्यसपछि ठ्याक्क 9-10 बजीतिर हाम्रो खाना आउने अरे। खानामा पनि अब के खाने, हाम्रो सिम्पल छ खाना। आज के बजेले सोध्नुहुन्थ्यो होइन आज के तरकारी पकाउँ, रोक एकछिन, जङ्गल जाने, त्यहीँनिर 5-10 मिनटमा ड्याममा एउटा ल बदेल पका नि त, ल यो चित्तल पका नि त। त्यस्तो अवस्था थियो कि। अब उनीहरू खाना पनि त्यस्तै कि एकदम अर्ग्यानिक जङ्गली खाना। त्यो बेला अब खाना पनि त्यही हो। फेरि अरू केही छैन, हामीसँग भातै छ होइन, भात रोटी अनि दाल जे छ खेतमा, अनि जे छ हाम्रो गाउँ त्यही खाने।
ठ्याक्क अनि त्यसपछि फेरि 2:30-3 बजीतिर खायो, फेरि 6-7 बजीसम्म काम गऱ्यो, फेरि घर गयो, फेरि घर गएर फेरि भात खायो मजाले, भात सात खायो, खानासाना खायो, फेरि जाँड फेरि कम्पलसरी खाने क्या। अब आजभोलि यो केमिकलवाला छ सबै जाँडदारू। अब त्यो बेला त जम्मै घरकै, त्यो बेला खायो मजाले टन्न 8-8:30 बजीतिर 9 बजीसम्म सुत्यो। कस्तो हुन्थ्यो भने यो औलो भन्छ, महारानी भन्थ्यो होइन, चेचक भन्थ्यो। अब डेङ्गु त पछि आयो शब्द हो। महारानी र चेचक भनेको त्यो औलो, डेङ्गु, मलेरिया यिनीहरूकै एउटा थारू शब्द हो, जसलाई एउटा महारानी रोग पनि भन्थ्यो नाबुढी। महारानी त्यो रोग लाग्यो भने लगभग गाउँ नै सखाप हुने अवस्थामा पुग्थ्यो। मान्छेलाई अब खड्याउनलाई मान्छे नपाइने त्यस्तो अवस्था हुन्थ्यो। तैपनि अब हाम्रो के थियो भने अब जे थियो हाम्रो खानपिनमा भयो कि हाम्रो इम्युन पावर अलि बुस्ट भयो हुनाले भयो कि अब हाम्रो जो पहिलेदेखि खाएर हुनाले जो हाम्रो खानपिनले नै हामीलाई जोगायो जस्तो मलाई लाग्छ आज यसरी बुझ्दा। अब हाम्रो फ्यामिलीमा औलो त कसैलाई लागेन, न महारानी लाग्यो, न डेङ्गु, न चेचक, कसैलाई लागेन हाम्रो परिवारमा यो रोग। त्यो बेला महारानी रोग भनेपछि जस्तै एक किसिमको डेङ्गु जस्तै नै रोग रहेछ त्यो पनि। महारानी भन्दा महामारी रोग भन्थ्यो कि पहिला। महामारीलाई हाम्रो थारू भाषामा महारानी भन्थ्यो। जो एकचोटि फैलियो भने तपाईँको लगभग गाउँ नै सफा हुने गरी, मान्छे नबच्ने गरी सकिन्थ्यो, गाउँका पुरा मान्छे नै सकिन्थ्यो, त्यस्तो किसिमको रोग थियो। अनि त्यसपछि त्यही रोगको कारणले मान्छेले धेरै कहिले कहाँ माइग्रेट भइराख्नु पर्ने अवस्था थियो कि पहिला पनि थारू समुदायमा। उनको हजुरबुवाको विक्रम सम्वत 2065 सालमा स्वर्गारोहण भए पनि उदयलाई भने आफ्ना हजुरबुवा जीवित नै छन् जस्तो लाग्छ। स्वर्गीय पल्टा थारू अहिलेको कबडहल नजिकै बसोबास गर्दथे। उनले महेन्द्रनगरको पुरै बजार फाँडेर आफ्नो वासस्थान बनाएका थिए। महेन्द्रनगर यो महेन्द्र राजाको सवारी आउनुभन्दा पहिला त्यो घुस्री बजार आज पनि तपाईँ काहीँ न काहीँ पुरानो डकुमेन्टहरू पल्टाएर हेर्न सक्नुहुन्छ। आज पनि घुस्री शब्द त्यहाँ छँदैछ। त्यो बेला अब मेन मार्केट भनेपछि तपाईँको बर्मदेव थियो नेपालको कन्टेस्टमा, अनि उता बेलौरीतिर अब किनभाउ गर्नलाई चाहिँ बर्मदेव थियो। त्यो बेला लगभग पहाडतिरका अछाम, बझाङ, डडेलधुरा, बैतडी सब मान्छेहरू दार्चुलासम्मका तल्लो दार्चुलासम्मका मान्छेहरू बर्मदेव आएर नुन लिएर जाने गर्थे। अरू ठाउँमा उतातिर पास थिएन महाकाली तर्नलाई। अब यो बर्मदेव चाहिँ यतातिर सजिलो भयो हुनाले यहीँ आउँथे किनमेल गर्न। इन्डियाको बोर्डर भएकै कारण त्यो के थियो भने अब बाजेहरू पनि किनमेल गर्न त्यहीँ बर्मदेव या टनकपुर, पहिला मार्केटै त्यही थियो, त्यस्तो अवस्था थियो। त्यो जोगी आउँथ्यो, उसैले हामीलाई पढ्न सिकायो अरे, चिम्टा लिएर आउँथ्यो। अब जोगी हुन्छ नि, अब ठुलो बरनवाला थियो हामीसँग पहिला, अरू केही थिएन अरे पढ्नलाई। त्यो ठुलो बरनवाला मार्फत म अस्ति भर्खरै बाजे बेच्नुभन्दा पहिला अब हामी लगभग त्यो बेला 7-8मा पढ्दा पनि हामीलाई 8को टेबलहरू याद गर्नुपर्ने हुन्थ्यो होइन, 13को टेबलहरू याद गर्नुपर्ने। बाजेलाई त्यो सबै कन्ठस्थ याद, 19-20सम्मको टेबल बाजेलाई पुरा कन्ठस्थ याद। इभन उहाँले यो देउरा ढमको टेबल पनि सुनाउनुहुन्थ्यो। 1 धम 2 धम 5 3 धम 7.5 4 धम 10 वर्ष सुनाउनुहुन्थ्यो होइन। जस्तै देउरा, त्यो बेला एउटा देउरा शब्द, देउरा भन्ने डेढ 1.5 1.5 2.5 3 3.5 4.5 4.5 6 यस्तै सुनाउनुहुन्थ्यो होइन। जस्तै ढमको पहाडा, जस्तै ढम भने 2.5, 1 धम 2 धम 5 3 धम 7.5 4 धम 10 5 धम 12.5 6 धम 15 यस्तै सुनाउनुहुन्थ्यो। उहाँलाई 18-19को पहाडा सबै याद कन्ठस्थ। अब ठ्याक्क म ठुलो भइसकेको थियो त्यो बेला, लगभग 13-14 वर्षतिरको। यस्तै हामी बाहिर बाजेसँग बजार गएको थिएँ। अब एकजना हो जिमदार साहब नमस्कार भनेर आइहाले। उनले सोध्नुभयो, अब ठ्याक्क तोरीको सिजन, तोरी हार्भेस्टिङको सिजन थियो। जिमदार साहब यसपालि त राम्रै तोरी फल्या होला, सिजन पनि राम्रै थियो। राम्रै फल्या छ, राम्रै भएको छ, अहिले त निकालेको छैन रे, झट्का पट्का 400 बोरी मात्र भएको छ भन्नुभयो कि। जो त्यो खेतदेखि आफ्नो यो घर आँगनमा त्यो ल्याउँदासम्म जो तोरी झर्या हुन्छ नि,
त्यति झट्कापट्का 400 बोरी मात्र भएको छ भन्नुभएको थियो क्या। अब जम्मै हार्भेस्ट भइसकेपछि कति भयो होला मलाई थाहा भएन होइन। अब त्यति खेत थियो हाम्रो। अब कस्तो थियो त्यो बेला भनेपछि यति उब्जनी हुने कि हामी जुन रुख ठाडो छ नि त्यो रुखको त्यो डाँठको मात्र मकै टिप्ने रे, ढल्या मकै त मतलब छैन रे। त्यसपछि बाहिरका गाउँका मान्छेहरू लडिया लिएर आउँथे रे हाम्रो खेतमा। उनीहरू पनि लडियाका लडिया हिसाबले मकै बोकेर लग्थे अरे। त्यति मकै हुने, त्यति मतलब उब्जनी हुने क्या। अन्न फेरि हाम्रो त्यहाँ एउटा महाजन भन्थे क्या, त्यो न्युरियादेखि एउटा महाजन मुसलमान त्यहाँ अनि खच्चर लिएर आउँथे अरे, घोडा खच्चर लिएर आउँथे, त्यसरी लग्थे सबै हाम्रो। अब समस्या ल हामीले ल्याइसके, हामीले बेचिसके, हाम्रो उब्जनी भइसकेपछि अब त्यो पैसा कसरी जोगाउने समस्या त्यस्तो थियो। फेरि ढाका आउने के त्यो बेला घोडामा, अब इन्डियादेखि आउने फेरि ढाका पनि। अब ढाका आउने भनेर लेडिजहरू चाहिँ जङ्गलतिर, अब पुरुषहरू चाहिँ ठ्याक्क घरको वरिपरि चाहिँ बस्ने के बन्दुक लिएर। हामी बाजे भन्नुहुन्थ्यो हामी चाहिँ जङ्गलको मतलब घरको वरिपरि जङ्गल, अब लेडिजहरू चाहिँ अहिले भित्र लुकाउँथे रे, ठ्याक्क त्यही बाटोतिर जता जानु पनि त्यहाँ चाहिँ अब बन्दुक लिएर बस्थे। त्यस्तो अवस्था थियो। अब 500 गाई छन् भने बिचमा बस्यो त कसले देख्योस् होइन, त्यहाँ गएर लुक्ने रे, त्यस्तो अवस्था थियो। अब उनीहरू त पुरा ग्रुपमै आउने भयो, पुरा मेन्टालिटी बनाएर आउने भयो लुट्न जान्ला छ भनेर, त्यस्तो हुन्थ्यो। थाहा हुन्थ्यो त्यो पनि आफू रेडी भएर बस्थे बन्दुक। उनीहरूलाई अब के थियो भने डाकुहरू त जुन बेला पनि आउन सक्ने भयो। अब उनीहरूलाई थाहा हुने भयो नि त, अब ल यिनीहरूको फसल भइसकेको छ, अब यिनीहरूले बेचिसक्या होलान्, अब यिनीहरूसँग पैसा होला। अब बाजेको त्यो बेला पनि हामीले के गर्थ्यौँ, बाजेले एकचोटि, अब सायद हजुरलाई पनि सुन्नुभयो होला एउटा कुरा, हाम्रो बाजेले आफ्नो त्यो बेला चाँदीको पैसा हुने के, यति चाँदीको पैसा रे, अब यहाँ त डाका लाग्छ, लगेर टनकपुर एउटा व्यापारीकोमा राख्नुभयो। अब यहाँ ब्याङ्क छैन, आफ्नो सम्पत्ति सुरक्षित गर्नुपर्ने छ, अब ऊ माथि विश्वास छ। अब त्यसलाई त्यहाँ गएर बाजेले पैसा राख्नुभयो होइन, अब केही समयपछि लिन जानुभयो, ल तैँले मेरो सम्पत्ति सुरक्षित राखिदिस्, त्यो बाफत ल त यति पैसा ले भनेर पनि आउनु भएको थियो कि। अवस्था त्यस्तो थियो। तत्कालीन स्वर्गीय राजा महेन्द्र विक्रम सम्वत 2019 सालमा घुसडी गएका थिए, जुन अहिले महेन्द्रनगर भनेर हामी चिन्ने गर्दछौँ। पहाडको अवस्था एकदम दयनीय छन्। त्यहाँ मान्छेलाई डाँडा पाखा पानी परेर ठिक छ, परेन भने कहाँदेखि खाने के खाने यसपालि, त्यस्तो अवस्था थियो। त्यहाँ गएपछि राजाले अरे यहाँ त अवस्था झन् जटिल छ। त्यसमा एउटा DDT भन्ने अमेरिकन सहयोगले एउटा पेस्टिसाइड्स जुन अनि यो डेङ्गु मलेरियाको लागि जो उन्मूलनको लागि छर्क्या थियो, दिया थियो DDT। त्यो पेस्टिसाइड अब हालिसकेपछि तराईमा, त्यसपछि राजा 22 सालमा पहाडतिर गएर ल अब त्यहाँ डेङ्गु औलो छैन है, तिमीहरू त्यहाँ गएर बस्न सक्छौ भनेपछि त्यसपछि मात्र माइग्रेसन पहाडदेखि यहाँ सुरु भयो। नत्र त्योभन्दा पहिला त बाजे भन्नुहुन्थ्यो क्या, बजे पनि यहीँनिर हुनुहुन्छ, अब मलाई सुनाइराख्नुहुन्थ्यो यहाँ रे। अब ठ्याक्कै यो मङ्सिर पुस माघ अनि फागुनसम्म पनि मुस्किलले, मङ्सिर पुस माघ फागुन 4 महिना मात्र हुने पहाडिया मूलका मान्छेहरू देखिने। थारू समुदाय मात्रै रहेको महेन्द्रनगरमा पछि भने पहाडी समुदाय पनि बिस्तारै आउन थाल्यो। तर पनि पहाडी समुदाय 6 महिना पहाडमा र 6 महिना तराईमा बस्न थालेको उदय सुनाउँछन्। चैत लागे, चैतसम्म बस्यो कि यहाँ मान्छे नबच्ने क्या, औलो लागेर डेङ्गु मलेरिया लागेर उसको निश्चित छ मर्नु रे, त्यस्तो अवस्था थियो। घुसडी गएको बेला तत्कालीन राजा महेन्द्रले महेन्द्रनगर नाम राख्ने प्रस्ताव गरेका थिए। त्यसपछि घुसडीबाट महेन्द्रनगर रहन गयो। अब ठिक छ, अब बाजेलाई चित्त बुझोस् नबुझोस्, ल राजाको फरमान भइसकेपछि त कुरै सकियो नि त होइन। त्यसपछि लगभग हामीसँग 1 बित्ता पनि जमिन रहेन रे। त्यसपछि जब महेन्द्र राज सरकारले हाम्रो जमिन सबै लिइसकेपछि हामीसँग 1 बित्ता जमिन परिवार कहाँ लैजाउँ भनेर त्यस्तो अवस्था। अब त्यो बेलासम्म के भइसकेको थियो भने
जेठो बाजे चाहिँ जेल हुनुहुन्थ्यो त्यो किसान आन्दोलनमा। यो भीमदत्त पन्तको अब कञ्चनपुरको मेन नेता चाहिँ जस्तै भीमदत्त पन्त डडेलधुराका भए, अब कञ्चनपुरको मेन भए हाम्रो बाजे हुनुहुन्थ्यो, जेठो बाजे। जब त्यही किसान आन्दोलनको क्रममा अब त्यही त हो, मान्छे मारेर बोरीमा हालेर फ्याल्यो भने त बाजेहरूले। सुदूरपश्चिममा भएको भीमदत्त पन्तको नुन क्रान्तिमा पल्टा थारूले निकै सहयोग गरेका थिए। सामन्ती शोषक वर्ग जो थिए उनीहरूलाई हाम्रो बाजेहरूले भनौँ न, जस्तै कल्ठु थारू भयो, पल्टा थारू, अनि यिनीहरूका कल्ठु थारूका केटाहरू भनौँ न त्यही बेला उनीहरूले जब अब बोरीमा हालेर महाकालीमा फ्याल्या पनि छ, 2 जनाले फ्याल्या भए, 1 जना त मर्यो अरे, 1 जना चाहिँ निस्क्यो। त्यो पनि भयङ्कर सामन्ती शोषक। ठुलो भन्नाले कञ्चनपुरमा हाम्रो बाजे नभइदिए भए त्यो आन्दोलन सफल नहुने। जेल नेल झेल्नु भयो किसान। अब हाम्रो त ल एक किसिमको हाम्रो परिवारमा छँदै थियो, हाम्रो परिवारमा अप्ठ्यारो थिएन, तर अब अरू परिवार पनि त छन् नि, उनीहरूको अब कसले बुझोस्। अब नेता भयो हाम्रो बाजे। त्यसपछि ल ठिक छ, भीमदत्त पन्त क्रान्ति गर्दै आउनु भएन, उनकै अब को छ यहाँ सामन्ती शोषक, सबले यिनीहरूलाई तह लगाउनुपर्छ भन्ने हिसाबले एकजनालाई त बाजेहरूले गोली नै ठोकिदिनु भएको थियो, एउटा शोषकलाई। त्यसपछि 2 जनालाई चाहिँ बोरीमा हालेर महाकालीमै फ्यालिदिनु भएको थियो। अब त्यस्तो अवस्थामा त्यसपछि ल अपराधै हो, ल त्यो जानुपर्ने वास्तवमा कानुनी प्रक्रियाले जानुपर्ने थियो। अब मान्छे मारेका छन्, जेल त जान्छ, लगेर जेल हालिदियो। त्यसपछि ठ्याक्क त्यही बेला बजे प्रेग्नेन्ट हुनुहुन्थ्यो। त्यो ठ्याक्क बाजे जेलमा हुँदा ठुलबा जन्मनु भएको थियो। ठुलबाको नाम आज झेलु नामै परेको छ, त्यो नामै झेलु पर्थ्यो त्यो हिसाबले। मुआवजा दियो होइन, त्यो पनि 65 रुपियाँ पर बिघा। त्यो भने के होला र। त्यही भएर अब जुन हाम्रो जमिन बजार व्यवस्थापनको लागि नेपाल सरकारले लिइसकेपछि हामीसँग 1 बित्ता जमिन रहेन, परिवार कहाँ लगेर राखौँ, त्यसपछि अब गएर कहाँ बस्ने हामी, त्यस्तो अवस्था थियो। त्यो बेला पनि अब के थियो भने त्यो बेला अब परिवार कहाँ लगेर राखौँ भन्ने अवस्था थियो। त्यसपछि फेरि अलिकति जो पैसा आछ त्यो पैसाले पहिला पनि त्यसपछि अरूको जमिन किनेर हामीले चाहिँ व्यवस्थापन गर्दै जानुभयो बाजेले। अब हामीले कहीँ जानु पर्दैन, जे जस्तो भयो भने यहीँ बसौँला भन्ने हिसाबले यहीँ बसे, कहीँ गएनन्। त्यसपछि आएर यो यहाँ घर जमिन ल्याउँ, खेती गरेर हाम्रो बाजेहरू यही खेतको अन्न खुवाएर हाम्रो बुवाहरूलाई हुर्काउनु भयो भन्ने एउटा गर्व लाग्छ। त्यसमा अब दुःख मान्ने कुरा मलाई लाग्दैन। सम्हाल्न नसकिने सम्पत्ति, अब जति पनि आजको डेटमा यो नगर विकासको सम्पत्ति भन्छन् नि, अब वनखेततिर पनि कहाँ कहाँ छ भनेर सुन्नुभयो होला। त्यो लगभग त्यो जम्मै हाम्रै जमिन हो के। अब ठ्याक्क त्यो म राष्ट्रिय स्कुल पढ्थेँ त्यो बेला, ठ्याक्क मेरो स्कुलको गेटको ठ्याक्क अपोजिट पारी के। म अब त्यो बेला बाजेसँग गोबरिया गइराख्ने भयो, हाम्रो खेत गोबरिया त्यो यहाँ बस्ने, हामी खेत त्यहाँ पनि छ। अब यहाँदेखि जाँदा हाम्रो घर यहीँनिर थियो, नाति भन्नुहुन्थ्यो क्या। आमको रुख त्यो बैजनाथ स्कुलमा 2टा आमको रुख देख्नु भएको थियो होला, ठुल्ठुलो, त्यो पनि बाजेले रोपेको आमको रुख हो। यो छेपर्का कार्यालयभित्र पनि छ, त्यो पनि हाम्रै बाजेले रोपेको रुख हो। त्यो अहिले पनि छ। त्यो रुख देख्दा खुसी लाग्छ। इतिहास हो, आज पनि इतिहास जिउँदो छ। यदि तपाईले बाजेसँग संगत नगरेको भए यति कुरा थाहा हुन्थ्यो त? त्यो त सम्भव छैन। जसले हाम्रोसँग चाहिँ कुनै रिटर्न डकुमेन्ट छैन क्या, हामीसँग प्रोटोकल कुनै चिज हामीसँग लिखित छैन। बाजेको फोटो त छ बाजेको फोटो। अब लिखित दस्तावेज नभए हुनाले अब बाजेले मलाई भन्नुभयो, ल आज यही कुरा म यो भनिरहेको छु यहाँनिर होइन। अब यो कुरा त एउटा सेभ भयो नि त। अब यो कुरा तपाईँले अब 20 साल गएर पनि मैले आफ्नो नातिलाई, आफ्नो छोरालाई, हाम्रो परिवारको जति पनि तिनीहरूलाई दुनियाँलाई भन्न सकिन्छ, त्यो बेला थिएन।
अब बाजेसँग म सुत्ने भए, बाजेसँग बस्ने भए उनले सुनाइराख्नुहुन्थ्यो क्या। अब त्यति त्यो मेरो लागि एउटा वरदान जस्तै लाग्छ आज। जब एउटा वास्तविकता के हो त भन्ने कुरा त मलाई थाहा छ त, त्यही लाग्छ, खुसी लाग्छ। हामीले अब बाजेको सिकाएअनुसार क्या हामीले नेचरलाई, प्रकृतिलाई सम्मान गर्नुपर्छ। प्रकृतिलाई सम्मान गर्यो भने प्रकृतिले पनि हामीलाई माया गर्छ। अब कसरी बुझ्यो भने हामीले प्रकृतिलाई डिस्टर्ब गर्नुहुन्न कुनै पनि एङ्गलले। जस्तै ल मानौ हामीले वन जङ्गल जोगाउनुपर्छ, वन जङ्गल जोगायो, त्यही भएर वन जङ्गलले हामीलाई दाउरा दियो। अब त्यहाँ वन जङ्गलदेखि हामीले घाँस काटेर ल्याएर घर बनाए, वन जङ्गलदेखि हामीले आफ्नो घर बनाउनलाई, खम्बा खुट्टा बनाउनलाई त्यहीँदेखि काठ ल्याए। नेचर लभर हुनुहुन्थ्यो क्या बाजे। हामी पनि नेचर लभर नै हो, प्रकृति प्रेमी। अब त्यही भएर आज पनि प्रयास यही हुन्छ कि कसरी नेचरलाई जोगाउने। हामी प्रकृति पूजक भन्छ आफूलाई। आज पनि मेरो घरमा कुनै पनि नयाँ फल या फ्रुट्स, धानै भयो, गहुँ भयो, अब कुनै तरकारी छ भने पहिला पुज्ने के त्यसलाई, प्रकृतिमा त्यसलाई चढाउने, त्यसपछि मात्र हामीले खाने। अब पहिला त्यस्तो चलन थियो। आज पनि केही चिज त हामी त्यही गर्छौँ। बट आज फ्रुट्समा चाहिँ पहिला के हुन्थ्यो भने तपाईँको आमको सिजन आयो, आम खानुभन्दा पहिला पूजासुजा गरेर आमलाई हरेक आफ्नो जति पनि गाउँघर जो छ छरछिमेक सबलाई काटेर एक एक पिस भए पनि दिने, त्यसपछि मात्र खाने क्या हामीले आम। पल्टा थारूको जीवन सङ्गिनी फुलबस्सा थारू अहिले जीवित हुनुहुन्छ। उहाँहरूले दिएको यो योगदानलाई हामीले बिर्सनु हुँदैन।